प्रभु तपाईँको आराधना गर्नु अनि तपाईँ रमाउनु भेला भएका छौँ यहाँ धन्यवाद यहाँले है। पापमय स्वभाव अनुसार चल्नेहरूले परमेश्वरको कुरामा मन लगाउँदैछन्। तर 14 पदसम्म हामी सुन्नेछौँ। रोमी 6 अध्यायको 11 देखि 14 पद। यसै गरी तिनीहरूले पनि आफूलाई पापको लागि मरेका तर ख्रीष्ट यीशुमा परमेश्वरको लागि जीवित भएको ठान्नुपर्छ। यसकारण शरीरका अभिलाषा अनुसार चल्नु नपरोस् भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्य गर्न नल्याऊ। आफ्ना शरीरका अङ्गहरू दुष्टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर, तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरू जस्तै आफैलाई परमेश्वर कहाँ बिहाल र शरीरका अङ्गहरूलाई धार्मिकताका साधन जस्तै परमेश्वरको समर्पण गर, किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ। पहिला तपाईँको महिमाको निम्ति आज हामीलाई यस संसारलाई राखिकन पवित्र आत्मा सल्लाहकारको रूपमा आज हामीले दिनुभएको छ प्रभु। सबै प्रार्थना गर्छ प्रभु, विशेष गरिकन